हजुर हिँडेर भर्खर यहाँ सालुगढामै भर्खर हिँडेको हिँड्नु भयो हजुर
Hello guys, welcome to my vlog. र म चाहिँ अहिले चिकन बनाइरहेको छु। त्यो चाहिँ हटकेस है, हटकेसमा रोटी चाहिँ अन्नी यसलाई त के पो भन्छ भाउजू? यसलाई ब्लगर त यता र उता भयो त अब यो कन्टिन्यू यसलाई तपाईँको क्यालेडियम भन्छ। क्यालेडियम। ए त्यो हाम्रोमा थियो नि, त्यो पनि सेतो अरे है? त्यो यहाँ भएको सेतो ए हो, त्यो यहाँ रहेछ। निकै त भर्नु भएको रहेछ। बेच्नु हुँदैछ कि बेच्नु भएको छैन? योपालि गोदावरी रोप्नु भएन रहेछ क्या? जुनमै गर्छ होइन कटिङ? यता भन्नुहोस् न, ब्लगर चाहिँ यता पनि हुनुहुन्छ आज हाम्रो ब्लगर हो, यता पनि ब्लगर। म चाहिँ एकदमै फलोवर्स उहाँहरूको। चाक्रा मैले रोपेको क्या ठुल्ठुलो, फलेको चाहिँ छैन। आपको यो एभोकाडो एभोकाडोको फलिरहेछ, मैले रोपेको, मैले खाएर। पर पनि फलेको छ भाउजू, गोठमा त्यहाँ पनि भन्छ है फल्छ है। के दामीको कलर हो, पिङ्क कलरको फुलको। हजुर पत्ता हेर्नु डट डट हेर्नुहोस्, फेरि ओरेन्ज। निकै रहेछ तपाईँको कलेक्सन। यसको चाहिँ एउटा मात्रै हो? हजुर, यल्लो पनि थियो। ए हाम्रोमा देखेको थियो जस्तो लाग्यो, वाइटको चाहिँ छ जस्तो देख्थ्यो यस्तो। तर तपाईँहरूमा यस्तो पत्ता छैन। पत्ता चाहिँ यस्तो छैन। हजुर, तर त्यो त कुहियो होला हौ फोहोर। पत्ता यो फेरि सानो होइन। यहाँ चाहिँ मिसहरू हुनुहुन्छ। मिस खेल्नु हुँदैछ यहाँ चाहिँ। आमा ए अब चाहिँ यहाँ उसको पो मिस खेलिसकेको, अब चाहिँ खाना पकाउने। ल है, भोक लाग्यो अरे नानीलाई। आमा त अब सानो छ जस्तै खेउ नानी भन्दा त। आमाले के पकाउनु हुँदैछ खानामा? चिची माम। त्यो चाहिँ के हाल्नुभयो फेरि? ला हात काट्यो अरे नानीको। अब दबाई लगाइदिनु अरे हौ। एरोप्लेन गयो अरे नानीको। अब भोक लाग्यो। अब चाहिँ मम्मी दुध पिलायो। छिटो छिटो खाना खाइकिन छिटो छिटो यहाँ पकाइसकेला। आमा भोक लाग्यो, खाना दिनुहोस् न। चिकन
यता हुन्छ ल भात आज चाहिँ हामी चाहिँ घुम्न जानु थियो ल यो चाहिँ नि म चाहिँ तिम्रो लिभ भन्छु कसो लाग्यो ल आमा मलाई चाहिँ भात खै म चाहिँ लिभ बनाउन लाग्यो लिभ बन्छ माथि लाग्छ अब चाहिँ मैले चाहिँ भात खाइँदैन ल मान्छे मेकअप गर्न मन लाग्थ्यो ल बेबी आई विश छोडे के भनेको थिए अब चाहिँ हामी चाहिँ घुम्न जाउँ न ल तिमी खाऊ ल आमा रुन आँट्नु भयो ल आमाले पिट्नु भयो छोरीलाई आमा छोरी त लगा आमा छोरी त लडाइ भयो त लुगा चाहिँ के लाग्छ आएको थिएन आज आएको यो यता त Beliau air kasih. Jangan tak kau cari. Ini gopar ni mana nak? Dek, uye kan tahu lah ini. भाउजू के बनाउनु भएको यो चाहिँ तपाईको रस मिठाई छेनाको रस मिठाई सड्यो अब छेनाको रस मिठाई हो बाहिर बाहिर छेनाको रस मिठाई हो रेडी रेडी हुनुपर्छ अहिले अन्तिममा हेर्न होला भन्नु भएको र भाउजूको यहाँनिर चाहिँ अहिले बनाउँदै गर्नुभएको रसदानाको चाहिँ गुलाब जामुनको चाहिँ यस्तो डल्लो भइसकेको छ अनि एकछिनपछि तपाईँहरूलाई बोइल गरेर हामी देखाउनेछौँ सो स्टे ट्युन्ड तपाईँको उयो भ्युज कतिवटा निकै भइसक्यो त 4 10 11 13 16 पीस भएछ और देखिए अभी गुलाब जामुन का हम लोग बॉईल कर रहे हैं हम लोगों का भाभी बॉईल कर रहे हैं अभी रेडी होने में थोड़ा देर लगेगा